दर्शक महानुभाव नमस्कार। आज हामी यो भिडियोमा नमस्कार भन्ने कि नमस्ते, हामीले हाम्रो संस्कार अनुसार सबैलाई नमस्कार कि नमस्ते भनिरहेका हुन्छौँ। भेटघाटका क्रममा हामी नमस्ते भन्ने कि नमस्कार, यो सरल जस्तो देखिन्छ, तर यसका धेरै प्रश्नहरू छन्। यो हजारौं वर्षको भाषिक र सांस्कृतिक विमर्श लुकेको छ यसमा। नमः शब्दको मूल अर्थ नै श्रद्धा, नमन र आदर हो, जसमा दुई हात जोडेर शिर निहुर्याउने संस्कार समावेश छ। त्यस्तै नमः शब्दमा त्यही अर्थात् तिमीलाई जोडिँदा नमस्ते बन्छ, जसको शाब्दिक अर्थ हुन्छ तिमीलाई नमन। यस्तै जब नममा भावार्थ कार जोडिन्छ नमस्कार भन्ने गर्छ, जसले पनि नमनकै भाव प्रकट गर्छ। वेददेखि उपनिषद र पुराणहरूसम्म नमस्ते शब्दको प्रयोग गरेको देखिन्छ। शुक्ल यजुर्वेदका मन्त्रहरूमा नमस्ते रुद्रमन्यौ र नमस्ते हरसे शोचिसे जस्ता वाक्यांशहरू यसको प्रमाण हुन्। तर आश्चर्यको कुरा, नमस्कार शब्द त्यति धेरै स्थानमा भेटिँदैन। यही ऐतिहासिकता र वैदिक गहिराईलाई आधार बनाएर आर्य समाजका विद्वानहरू नमस्तेलाई मानव सभ्यताकै सबैभन्दा प्राचीन र श्रेष्ठ अभिवादन ठान्ने गर्दछन्। तर आधुनिक विद्वत वर्गको सोच भने अलिकति फरक रहेको पाइन्छ। उनीहरूका अनुसार नमस्तेमा रहेको तिमीलाई भन्ने भावले सम्माननीय व्यक्तिलाई सम्बोधन गर्दा अलिक नमिलेको जस्तो, अलिक असजिलो उत्पन्न गर्न सक्छ भनेर भनिन्छ। किनभने तिमी भन्दा पनि तपाईँ वा तिमीहरू भन्दा अधिक सभ्य र निरपेक्ष सम्बोधन भनेर चाहिन्छ। त्यसैले औपचारिक सम्बोधनमा नमस्कारलाई बढी सात्विक, शुद्ध र श्रेष्ठ मानिन्छ। श्रद्धा, औपचारिकता र दूरीका हिसाबले नमस्कार अझ सन्तुलित शब्द ठहरिन्छ भनेर भनिएको छ। यद्यपि जनजीवनमा भने नमस्ते नै विजयी भएको छ हैन। रेडियो, टेलिभिजनहरू अनि विद्यालयदेखि प्लेन रेस्टुरेन्टसम्म नमस्ते हजुर भनेर भनेको सुनिन्छ। तपाईहरुले पनि भन्नुहुन्छ होला हैन। के भन्नुहुन्छ तपाई, नमस्ते भन्नुहुन्छ कि नमस्कार भन्नुहुन्छ? त्यो कुरा कमेन्टमा लेख्नु होला। यसको कारण पनि सरल छ। नमस्ते छिटो, मिठो र सहज उच्चारण हुने शब्द हो। बालकदेखि वृद्धसम्म सहजै उच्चारण गर्न सक्ने यही सहजताले नमस्तेलाई जनभाषाको हिस्सा बनाएको छ। त्यसका विपरीत नमस्कार औपचारिक, लम्बेतान र शास्त्रीय भएकाले सामान्य बोलचालमा पछि परेको देखिन्छ। विद्वानहरू भने मान्यता र शुद्धताका कारण नमस्कार प्रयोग गर्न आग्रह गर्छन्। उनीहरूको बुझाइमा शुद्ध उच्चारण र श्रद्धा बिना बोलेको नमस्तेले सम्मानको भाव हराउँछ। तर सामान्य जनताका लागि भने भाषिक शुद्धता होइन, भावनात्मक आदान प्रदान नै प्राथमिक रहेको हुन्छ। सांस्कृतिक दृष्टिले हेर्दा नमस्ते र नमस्कार दुवै श्रद्धा, आदर र आत्मीयताको प्रतीक हुन्। तर कुन प्रयोग गर्ने भन्ने कुरा प्रसङ्ग र सम्बन्धमा निर्भर गर्छ। देवता वा अप्रत्यक्ष सम्बोधनमा नमस्ते उपयुक्त हुन्छ भने प्रत्यक्ष रूपमा मान्यजन वा औपचारिक व्यक्ति सामु भने नमस्कार नै शिष्ट र उपयुक्त देखिन्छ। अन्ततः यो शब्दभन्दा बढी महत्त्व श्रद्धा र भावनाको हुन्छ। हात जोडेर भनिएको नमस्ते होस् या शिर झुकाएर गरिएको नमस्कार होस्, दुवैको मूल्य तब मात्र रहन्छ जब त्यसमा अहङ्कार होइन, श्रद्धा मिसिएको हुन्छ। दर्शक महानुभाव, आज हामीले भन्दै आएको नमस्कार अथवा नमस्ते, सबैले आफ्नो तरिकाले, कसैले हजुर नमस्कार हजुर भन्छन् हैन, कसैले नमस्ते हजुर, नमस्ते है भन्छन्, कसैले नमस्कार भन्दै आउँछन्। यो नमस्कार र नमस्तेको खास के हो त अर्थ भनेर एउटा सामान्य जानकारी दिने प्रयास गऱ्यौँ। यहाँहरू धेरैलाई यसको बारेमा अझ बढी जानकारी हुन सक्छ। यो भिडियो हेरिरहनु भएको छ भने तपाईँ नमस्कार भन्नुहुन्छ कि नमस्ते भन्नुहुन्छ? नमस्कार र नमस्तेमा के चाहिँ भिन्नता छ जस्तो तपाईँलाई लाग्छ? त्यो कुरा कमेन्ट चाहिँ गरिदिनु होला। र यस्तै खालका भिडियोहरू हेर्नका लागि तपाईँले हाम्रो यो समाचार पार्टीलाई फलो गर्न नबिर्सिनु होला।